आज ममता काफ्लेको केसमा अदालतमा जुन हियरिङ थियो यसमा के कस्ता निर्णयहरू भए आउनुहोस् यो भिडियोमा विस्तृत रूपमा चर्चा गरौँ। ममता काफ्ले भर्जिनियाबाट हराएको 9 महिना बितिसकेको छ र यसैबीच प्रहरीले आरोप लगाएको छ ममताका श्रीमान नरेश भट्टलाई फर्स्ट डिग्री मर्डरको, ममताको बडीलाई चाहिँ अङ्गभङ्ग गरेको र लुकाएको लगायतका चार्जेसहरू उनलाई लगाएको छ र उनी यति बेला हिरासतमा नै रहेका छन्। यसैबीच आज अप्रिल 25 मा ममताको पक्षबाट केस लडिरहेका कमनवेल्थका वकिलहरूले केही मागहरू सहित कोर्टमा हियरिङ माग गरेका थिए र त्यो हियरिङमा नेपाली समुदायका मानिसहरू पनि उपस्थित थिए र एकदमै छोटो करिब 4-5 मिनटको लागि मात्रै चलेको सो हियरिङमा नरेश भट्टलाई पनि एकैछिनको लागि लिएर आइएको थियो। हेर्दाखेरि निकै तन्दुरुस्त देखिएका थिए नरेश भट्ट भनेर प्रत्यक्षदर्शीले बताएका छन्। त्यो सँगसँगै ममता काफ्लेको पक्षबाट केस लडिरहेका वकिलहरूले आज आउट अफ स्टेटका 3 जना विटनेसहरूलाई चाहिँ बयानको लागि उनीहरूलाई टेस्टोमनीको लागि ल्याउनको लागि अनुमति मागेका थिए र त्यो अनुमति प्रदान गरेको छ कोर्टले। त्यसरी आउने 3 जना को हुन् त यो बारेमा धेरै कुराहरू भयो। अन्ततः हामीले हाम्रो सोर्सबाट पत्ता लगाए अनुसार चाहिँ यसरी टेस्टोमनीका लागि आउने 3 जना मध्ये 2 जना चाहिँ लोकल जर्नलिस्टहरू नै रहेका छन् जो चाहिँ WUSA 9 नामक टिभी च्यानलमा काम गर्छन् र उनीहरूले विगतमा नरेश भट्टको अन्तर्वार्ता पनि गरेका थिए भने अर्को एकजना चाहिँ पेन्सिल्भेनियाको मानिस भनिएको छ र पेन्सिल्भेनियाको मानिस भन्ने बित्तिकै सम्भवतः नरेश भट्टको नै बयान लिएकी अर्थात् अन्तर्वार्ता लिएकी नेपाली सञ्चारकर्मी सच्ची मैनाली हुनुपर्ने भनेर आशंका गरिएको छ। सम्भवतः सच्ची मैनालीको नै यहाँ नाम राखिएको हुन सक्छ। तर पनि आधिकारिक रूपमा कोर्टले अथवा ममता काफ्लेको पक्षबाट केस लडिरहेका वकिलहरूले यो बारेमा जानकारी गराएका छैनन्। आज अदालतमा उपस्थित भएका ममता काफ्लेका सपोर्टरहरूले रातो कलरको ड्रेस र रिबन लगाएका थिए। त्यो रिबनको अर्थ चाहिँ फाइट अगेन्स्ट डोमेस्टिक भाइलेन्स हुन जान्छ। We had a very brief hearing this morning. The Commonwealth had petitioned to bring in out-of-state witnesses, and the defense had no objection, so the judge granted 3 subpoenas for out-of-state witnesses. The names are not disclosed. We don't know who they are or where they're coming from, but we have to assume they're very important to the trial, and so we just feel like that's one step closer to mounting a full prosecution of Mr. Bhatt for the crimes that he's accused of. र उनीहरूले बताए अनुसार यही मे महिनाको 28 तारिकको दिनमा ममता काफ्लेको 29औं जन्मदिन परेको छ। 29औं जन्मदिन मनाउनका लागि ममता काफ्ले त यो संसारमा छैनन्, तर ममता काफ्लेका जति पनि शुभचिन्तकहरू र ममता काफ्लेका सपोर्टरहरू जति पनि हुनुहुन्छ उहाँहरू सबैजना त्यही कोर्ट हाउस अगाडि जम्मा भएर ममता काफ्लेको बर्थडेलाई भव्यताका साथ मनाउने भनेर पनि आजको कोर्ट हियरिङ पछिको प्रेस मिटमा जानकारी गराइएको थियो। यस प्रकार ममता काफ्लेको जस्टिसको लडाई पेचिलो बनेर अगाडि बढि नै रहेको छ। प्रत्येक अपडेटहरू जे हुन्छन् जस्ताको तस्तै हामी द एस टिभी टाइम्समा यहाँहरूलाई लिएर आउने नै छौँ। अमेरिकाबाट नेपाल पैसा पठाउन ट्याप सेन्ड डाउनलोड गर्नुहोस् र SDP प्रोमो कोड प्रयोग गर्नुहोस्। तपाईले पाउनुहुनेछ $20 बोनस।